हेलो साथीहरू, आज म तपाईहरुलाई एकदमै मिठो खसीको मासु बनाउने सजिलो तरिका देखाउँदैछु। सबैभन्दा पहिला मैले ग्यास बाले, त्यसपछि कुकरमा तेल हाले, त्यसपछि खुर्सानी फुराए। अब म प्याज फुराउँछु। प्याज फुराइसकेपछि मजाले चलाउँछु यसलाई रातो हुने गरी। त्यसपछि मासु हाल्छु। मासु पनि रातो हुने गरी फुराउँछु। अनि त्यसपछि एकछिन यसलाई चलाउँदै गर्छु। अनि यो मासुमा म सबैभन्दा पहिला चाहिँ नुन हाल्छु। नुन हालेपछि चाहिँ यो तेलमा मजाले यसको सबै पानीहरू जान्छ। त्यसपछि मैले सबै प्रकारको हाल्नुपर्ने मसलाहरू सबै हाले। सबै प्रकारको मसलाहरू हालिसकेपछि मैले टमाटर पनि हाले। टमाटरलाई पनि मजाले पकाएँ। सबै कुरा पाकिसकेपछि मासुलाई चाहिँ मैले 4 5 6 7 सिटी नै लगाइदिन्छु। यसरी सिटी लाउँदाखेरि चाहिँ मिठो मजाले गल्छ, पाक्छ। मलाई चाहिँ मजाले पाकेको मासु नै मनपर्छ। अनि यसको लागि सबैभन्दा पहिला मैले 1 कप पानी हाल्छु। 1 कप पानी हालिसकेपछि सिटी लाग्दाखेरि टक्क मिठो ग्रेभी हुन्छ। अनि आज झोल पनि खान मन लागिरहेको थियो, त्यही भएर मैले 1 कप पानी हालेँ। अब मैले यसलाई सिटी लगाइदिन्छु। सिटी चाहिँ म 6 7 सिटी नै लगाइदिन्छु। 6 7 सिटी नै लगाइसकेपछि मजाले गल्छ, पाक्छ। अनि मैले मासु यसरी खाएँ। आजको मासु कस्तो मिठो भयो। भिडियो पुरा हेर्नु भयो हैन? अब लाइक, कमेन्ट अनि सब्स्क्राइब पनि गर्न नबिर्सिनु होला है त। धन्यवाद।